छु तपाईँलाई यो भिडियो मन पर्यो भने तपाईँले लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् है त। आज त मैले तपाईँलाई यो देखाइरहेको छु। मेरो हातमा के छ भन्नुहुन्छ यो चाहिँ एउटा ढुङ्गा हो, स्टोन हो है। यो चाहिँ ढुङ्गा हो, यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ लोरो भन्छ है। र हामीले यसलाई लोरोको नजरले मात्रै नहेरेर यसलाई हामीले बुझ्यौँ भनेदेखि चाहिँ नि अब तपाईँले यो हेर्नुभएको छ, यो हेरेर तपाईँले अनुमान लाउन सक्नुहुन्छ कि यो ढुङ्गा चाहिँ एक्चुअल कत्रो थियो होला यो ढुङ्गा? धेरै ठुलो थियो होला नि होइन? यो ढुङ्गा कतिचोटि लड्यो, पल्ट्यो है, त्यस्तो हुँदै हुँदै ठोक्कर यसले दुनियाँभरको ठोक्कर खाँदै, खाँदै, खाँदै आएर चाहिँ यो यति गोलो, चिल्लो र यो एकदम यसकोमा त्यो एउटा मजबुतपना मात्रै छ। यसकोमा भएको कमजोरपनाहरू डल्लै बगिसकेको छ। र हामीले यसलाई नै युज गर्थ्यौँ पहिला है, लोरो भनिकन यसले नै हाम्रो बाबा-आमाहरूले अचार पिनेर हामीलाई खुवाउँथ्यो है। र हामीले यो ढुङ्गालाई हेरेर तपाईँ र मैले हाम्रो एउटा जीवनमा एउटा लेसन पनि सिक्न सक्छौँ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ नि, कतिचोटि हाम्रो जीवन जिउँदै गर्दाखेरि कतिचोटि तपाईँ र मेरो जीवनमा पनि त्यो ठोक्कर है, तपाईँ र मैले पनि कतिचोटि ठोक्कर खाएका छौँ। कतिचोटि तपाईँ र म पनि लडेका छौँ। कतिचोटि हामीले दुःख पनि पाएका छौँ है। हामीले कतिवटा त्यो दुःख सुखको कुराहरूमा हामी ठोक्किँदै, लड्दै, पड्दै आएका छौँ है। र यो ढुङ्गालाई हेर्दै गर्दाखेरि चाहिँ नि एउटा कुरा हामीले यहाँबाट सिक्नुपर्ने कुरा छ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ नि, आजको दिनमा तपाईँ पनि है, यस्तै यो लोरो जस्तै तपाईँको जीवनमा जस्तै दुःख पीडाको कुराहरू होला, तपाईँको जीवनमा सहनु नसक्ने कुराहरू होला, तपाईँलाई गिभ अप गर्नु मन परिरहेको होला। तर यो ढुङ्गाबाट हामीले यो कुरालाई सिक्न सक्छौँ नि, यति बेला तपाईँले खाइरहेको ठोक्करहरूमा चाहिँ नि, तपाईँ यो ढुङ्गा जस्तै बनिनु आँट्नु भएको छ। तपाईँ पनि यो ढुङ्गा जस्तै मजबुत हुनुको लागि तपाईँ ठोकिरहनु भएको छ, तपाईँ लडिरहनु भएको छ है। तपाईँलाई धेरै हताश, निराशको कुराहरू आइरहेको छ। तर इक्जाम्पल हामी यो ढुङ्गाबाट पाउन सक्छौँ कि एक दिन तपाईँ पनि यस्तै मजबुत हुनुहुन्छ। अहिलेको तपाईँको सङ्घर्षले तपाईँलाई बादमा गएर यस्तै मजबुत बनाउँछ। हो कि होइन भन्नुहोस् त?